सामुदायिक सिकाइ केन्द्र कम्युनिटी लर्निङ सेन्टर जलवायु अनुकूलित जैविक कृषि प्रविधि प्रदर्शन स्थल परातल गाउँपालिका वडा नम्बर 5 बोर्चर सुर्खेतको तपाईलाई म टनल छ। यहाँ टनल भित्र चाहिँ काँक्रा व्यवसाय छ। काँक्राहरू देख्न सक्नुहुन्छ तपाई। उहाँ चाहिँ यहाँको निरीक्षण गर्नुहुन्छ। उहाँले यसै गरी लसुनहरू छ यहाँ देख्न सक्नुहुन्छ खानको लागि नर्मल्ली चाहिँ। अनि त्यसपछि उहाँहरूले बिउहरू पनि राख्नुहुन्छ। त्यसै गरी फर्सी लगाउनु भएको छ। देख्न सक्नुहुन्छ। हेर्नुहोस् तपाईहरु पनि लगाउनुहोस् आफ्नो घरमा ताजा खानेकुराहरू जसले आफूलाई स्वस्थ राख्न सहयोग गरोस्। अनि यहाँ चाहिँ लौकाको बुट्टाहरू छ। यहाँ चाहिँ प्याज छ हेर्नुस्। यहाँ चाहिँ झोलमल 1 छ। त्यसै गरी यहाँ झोलमल 2 छ। अनि त्यसपछि यसै गरी यहाँ झोलमल 3 राखिएको छ बनाएर। यसले चाहिँ मल को काम गर्छ, विषादीको काम गर्छ। तर यो चाहिँ घरमै बनाएको हुनाले यसले कुनै पनि प्रकारको हानि गर्दैन बोट बिरुवालाई। यो चाहिँ गोबर ग्यास बनाउने हो देख्न सक्नुहुन्छ तपाईहरु। यो चाहिँ गाई हो, गाईको गोठ हो। यो पनि गाई नै होला। देखेन क्या। अनि यो चाहिँ गडेला मल हो, भर्मी केज पनि भन्दो रहेछ। यसमा गडेला छ। यो गडेला मल भइसकेको होला। यो चाहिँ बन्ने होला। यहाँ त पुरा लसुन हो कि प्याज सुकिसकेछ। बहुत लाग्छ यो मल फेरि। यही बनाउनु हामीले यसलाई छान्नु गर्नु भएको छैन। जालीमा छानेर प्याकिङ हुन्छ। त्यो मसक निकाल्ने त्यो निकाल्दिने। त्यहाँ घाँस अलि हाल्नु। यो मल त्यहाँ नहाल्ने नै। यो त मल हुन्छ भैँसी हो। आधा भैँसी होला। भैँसी घरभित्र यो चाहिँ गऱ्यो खान्छ त्यसले। यसको मुनि घाँस हाल्ने अलिअलि। हजुर पाल्छ हाल्ने छोरा घर गइसक्यो। यो यस्तो बनाएको जालीमा हालेको छ छ। कुन गनेउला यो चाहिँ राजी? खै त्यो उजेर आयो है हेर्नु। त्यही घर आइसिनो पटेटा भन्ने होला सायद होला। खै म त जान्ने मैले हालेको घर लानेहरू छ। आइसिनो पटेटा गडेला चाहिँ तल गएको हुनाले देखेको छैन। अनि त्यसपछि यहाँ चाहिँ पानी छ कमिलाको रोकावटको लागि। देख्न सक्नुहुन्छ यहाँ वरिपरि कमिलाको लागि यो कमिलाहरू कालो कमिला अर्को के कमिला हो। कति ठुलो गाई छ हेर्नुहोस् त। ले अनि अर्को गाई रातो चाहिँ रहेछ मलाई मनपर्ने। यो चाहिँ फागुन 1 गते जन्मेको हो। यो चाहिँ बिरालो।